एभ्रिवान गुड मर्निङ सबजनालाई वेलकम छ मेरो न्यू ब्लगमा सबैजना सन्चै आरामको साथमा म पनि सन्चै आरामै छु भन्दै आजको न्यू ब्लग स्टार्ट भइसकेको छ। म चाहिँ घर खाना अनि घर खाना खाएर पनि म फेरि यता उसतिर पार्लरतिर जानु लाग्छु क्या। किन भन्दाखेरि चाहिँ मैले आज कपाल काट्न लागेको छु फेरि पर्मिसन पाएर अनि कपाल काट्न आँटेको छु। यहाँ लुगा किन्न जाने भनेको पैसा नपुगेर हैरान, पैसा नपुगेर भन्नाले पैसा नभएर हैरान। अब कुनै दिन पैसा कमाएछु भने आउने छु कपडा किन्न। अहिले त पैसा नकौडी दोकानतिर दौडी भने जस्तो भइरहेको छ मेरो जिन्दगी। अब म जान्छु पार्लरतिर, जुन पार्लर खाली छ त्यही पार्लरमा जान्छु। एउटा त बन्द रहेछ, अर्को अगाडिको सकेर अब अगाडि पनि बन्द छ भयो बन्द भयो। म त अब त्यस्तै भयो हेर के हुन्छ। बन्द छ कि बन्द छ। अब अर्को पार्लरमा जान्छु कि अब हेरौँ के हुन्छ। म यदि त्यहाँ काटेको छु भने ल्याउँछु कि अब काटेन भने त फेरि यत्तिकै लुखुर 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 गरेर हिँड्दै जानुपर्ने हुन्छ कामतिर। गएर त्यहाँ उस गरेछ भने चाहिँ म देखाउँछु। अहिले एकछिनलाई चाहिँ कस्तरी हेरेर के गाउँको मान्छेहरूले यस्तो बिल्ला लाग्छ नि त्यहाँ देखाउनुहुन्थ्यो हजुरहरूलाई होइन। अब यस्तो मजाले हेरिदेखाउनु अनि त्यो भएर चाहिँ अहिले एकछिनमा आउँछु ल। गर्मीले पाक्यो कि जिन्दगी डमाडो। अहिले आउँछु टन्नै क्या हो मान्छे मलाई लाग चप्पल त हेर्दाखेरि त टन्नै के अरे हेरौँ के हुन्छ। अहिले भेटौँला। ब्लग बनाएछु भनेको त पुरा फ्रन्ट क्यामेराबाट बनाइराखेँ छि मेरो बेइज्जती भयो भनेपछि अघिदेखि म भ्लग गर्दै आएको सबै फ्रन्ट क्यामेराबाटै भयो रहेछ। उतैबाट आउँदा बनाएको तिमी म भाइरल हुन्थ्यो नि त यार सच्ची लोकेसन पुरै देखाउँदै बनाएको कस्तो घाटा भएपछि बेइज्जती भयो नि। यहाँ यति कपाल काट्यो भनेर देखाउनु लाग्यो त मेरो फेसबुक देखिरह ल केही छैन। हजुरले मेरो कपाल काटेको देख्नु भएन, खुसी लाग्यो। के भन्नु त यदि फेरि गाली खाँदैन त्यही भएर खुसी लाग्यो भनेको नि। तर भ्लग चाहिँ मैले कपाल काटेकै बनाउने भनेर आएको थिएँ तर भएन। अर्कोचोटि आउँदाखेरि पक्का म गएँ ल साथीहरू। अहिले आउँछु। मैले कपाल चाहिँ काटेँ कि तर के काटेँ थाहै भएन। अगाडिको कपाल चाहिँ टुक्रेर कस्तो झरेको रहेछ। पछाडिको चाहिँ मैले काटेँ हल्का बाक्लो बाक्लो जस्तो लाग्यो बल्ल। त्यो माथिको कपाल धेरै भन्नाले यहाँको यतिको कपाल चाहिँ धेरै लामो भएर चाहिँ त्यो पछाडिको भागसँग चाहिँ उस भएको थिएन, जोडेको थिएन नि त। अनि त्यही भएर चाहिँ लामो छोटो भएर चाहिँ पातलो जस्तो लागिरहेको थियो। अनि आज चाहिँ हाँगा सागा काट्दाखेरि अनि उस गरेको अहिले चाहिँ ठिकै मोटो मोटो झम्न मोटो रहेछ भन्ने चाहिँ भयो कपाल चाहिँ। अनि त्यही तर मैले भ्लग कस्तो काटेको भ्लग बनाएको हेर्नु अगाडिको फ्रन्ट क्यामेरा भएर म त ख्यालै नगरेको कि कस्तो म त भ्लग गराएको गयो खेरा केही छैन। अब त्यो भ्लग चाहिँ अब त्यस्तै भयो अरे। अब त्यो गराएको त्यहाँ आधी घन्टा भयो थियो, यस्तै कति 13-23 कि यस्तै कति मिनटको भयो थियो। मुद्दार भ्लग अगाडिको फ्रन्ट क्यामेराबाट भएर पछि अनि यसरी हातमा लिएको त मेरो मुख पो देखिन्छ त। कपाल देखाउनुको त्यो काटेको कपाल देखाउनु लाग्यो मेरो मुख देखिन्छ। अनि फेरि ऐनातिर हेर्छु त फेरि ऐनाको देखाउँछ। म त एकछिन त कन्फ्युज भयो। अनि त्यसपछि अनि यसो काटेर हेरेको त फ्रन्ट क्यामेरा पो भइरहेछ। त्यसपछि त त्यस्तै भयो। त्यस्तै हो, घरिघरि झुक्किन्छ केही छैन। अब कपाल चाहिँ यही काटेको धेरै छोटो त काटेको छैन, हल्का हल्का मात्रै काटेको, त्यो हाँगा मात्रै काटेको। अब हेर्नु के हुन्छ। म चाहिँ काममा जानुपर्ने हुन्छ। अघि नि घरबाट निस्केको यहीँबाट जानुपर्छ क्या। घर जान काम छैन कि त अब हिँड्छु
यहीँदेखि अब जान्छु छिटो जानु पऱ्यो उहाँले घुमेर गयो भनेर टाइमलाई चाहिँ यहीँदेखि सर्टकट हिँडिदिन्छु म चाहिँ अब काममा जाँदा लाइन पनि छैन चार्ज पनि छैन मोबाइलमा हेरौँ के हुन्छ सरी हिजोको भ्लग चाहिँ पोस्ट गर्नु हो अहिले एकछिनमा गर्छु त्यो चाहिँ अहिले एकछिन यति नै भन्दै म एकछिन बिदा लिन चाहन्छु धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो भिडियो हेरिदिनु भएकोमा अनि म चाहिँ काममा जाँदैछु अनि थ्याङ्क यू सो मच जसले पनि लास्टसम्म हेरिदिनु भएको छ मेरो क्यामेरा अनि लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु भन्दै म चाहिँ आजलाई बिदा लिन चाहन्छु आजको धेरै भ्लग लामो पनि भएको छैन अनि लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु जो पनि मेरो भिडियोमा नयाँ आउनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु र बेल आइकन दबाइदिनु भन्न चाहन्छु कतिचोटि भन्ने हो ल आजलाई यति नै बाई बाई लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है र